आजको ह्याप्पी कस्टमर चाहिँ हाम्रो भाइहरू हुनुहुन्छ दुईटा 220 उहाँहरूले लिएर जानुभएको छ। उहाँहरूलाई सोधौँ कहाँबाट आउनु भएको, कस्तो लाग्यो हाम्रो सेवा सर्भिस। तपाईँ कहाँबाट आएको भन्नुहोस् भाइ। सर म बागलुङबाट आएको छु। कस्तो लाग्यो हाम्रो धनलक्ष्मी अटो इन्टरप्राइजेस? एकदम राम्रो लाग्यो। साथीहरूलाई के भन्न चाहनुहुन्छ? सबैजना आइदिनु होला। मैले भिडियो हेरेर आएको तपाईँको, तपाईँहरू पनि आइदिनु होला। एकदम राम्रो सेवा सुविधा छ। ल उहाँ चाहिँ एकदम हाम्रो सेवा सुविधाप्रति एकदम सेटिस्फाई हुनुहुन्छ र उहाँले नामसारी गरेर पनि आउनु भएको छ। उहाँको डकुमेन्ट यहाँ छ। अब अर्को भाइ हुनुहुन्छ हाम्रो, भाइले सोधौ कहाँबाट आउनु भएको, कस्तो लाग्यो होइन, कस्तो लाग्यो भाइ? एकदम राम्रो छ। सर्वप्रथम त नमस्कार दाइलाई। मेरो नाम चाहिँ कृष्ण तामाङ, म चाहिँ खनेबास गाउँपालिका वार्ड नम्बर 4 बाट। विशेष गरी मैले टिकटक बाट चाहिँ यो धनलक्ष्मी अटो इन्टरप्राइजेसलाई चाहिँ हेरेर आएको हो र एकदम धेरै राम्रो सुविधाहरू चाहिँ दाइहरूले दिनुहुँदो रहेछ। धेरै धेरै धन्यवाद। सम्पूर्णमा चाहिँ धनलक्ष्मी इन्टरप्राइजेसमा एकचोटि भिजिट गरिदिनु होला र आफूलाई मन परेको जुन साधन चाहिँ लगेर जानु होला भनेर भन्न चाहन्छु। नमस्ते। ल भाइलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरू पनि कुनै पनि बाइक स्कुटर बेच्न चाहनुहुन्छ भने पनि हामी एकदम सजिलैसँग किन्छौँ होइन। भाइलाई धेरै धेरै धन्यवाद, आउनुभयो, खुसी लाग्यो होइन। तपाईँहरू पनि सेवा सुविधाको मौका दिनुहोस्। टाटा, बाई बाई।